समस्त मित्रहरूमा जय श्री कृष्ण, जय सियाराम, जय श्रीमन्नारायण। हामी यस भिडियोमा ज्ञानी र अज्ञानीलाई लिएर केही चर्चा गर्नेछौँ र हाम्रो जो ज्ञानी र अज्ञानीलाई लिएर हाम्रो जो विचारधारा छ, जो हाम्रो समझ छ र त्यो समझलाई पनि लिएर हामी केही चर्चा गर्नेछौँ। र हामी ज्ञानी र अज्ञानीलाई लिएपछि हाम्रो दृष्टिमा पहिलो विचार के आउँछ भन्दाखेरि अज्ञानी मान्छे संसारको भोगी हुन्छ, संसारलाई भोग्ने गर्दछ भन्ने हाम्रो विचार छ। र ज्ञानी मान्छेले संसारलाई त्याग्ने गर्दछ, या संसारप्रति उसको झुकाव हुँदैन र परमात्माप्रति या त अध्यात्मप्रति झुकाव हुन्छ भन्ने हाम्रो पहिलो प्रथम दृष्टि हुन्छ। तर यदि यसमा हामीले विचार गर्यौं भने हामी यो जान्न सक्छौं कि जो अज्ञानी मान्छे हुन्छ नि, त्यसले नै यो संसारलाई त्याग्छ। यो संसारलाई छोडेर, यो संसारको व्यवस्थालाई, यो संसारको समाजलाई त्यागेर अलग भएर बस्छ अज्ञानी मान्छे है। संसारलाई, यो समाजलाई त्यागेर अलग भएर बस्छ, तर त्यसको मनमा कहिले पनि संसार सकिएको हुँदैन, त्यसको मनमा हमेशा संसार बसिरहेको हुन्छ। तर ज्ञानी मान्छेले यो संसारलाई त्याग्दैन, यो संसारमै बस्छ, यही समाजमै बस्छ, यो संसारलाई भोग पनि गर्छ र यही संसारमै बसेर अनासक्त भएर यही संसारदेखि नै मुक्ति पनि प्राप्त गर्दछ र परमधामलाई, आफ्नो जीवनको परम उद्देश्यलाई पनि प्राप्त गर्दछ। ज्ञानी र अज्ञानीमा यो अन्तर हामीले बुझ्न सक्छौँ।